मेरो नाम बैजु कुमार देव हो। म विगत 20 वर्षदेखि काठमाडौँमा बस्छु र मेरो चाहिँ ओरिजिनल घर चाहिँ राजविराज सप्तरी डिस्ट्रिक्ट हो। वेल के अरे अपग्रेडको जुन अपग्रेडको थ्रु मैले जानुपर्ने कारण के छ भने पहिला म यस्तो के अरे सोसियल मिडियाहरूबाट होइन मैले थाहा पाएको थिएँ र अपग्रेड भनेको मलाई एक्चुअलमा थाहा पनि थिएन। मलाई सिङ्गापुरबाट फोन आएको थियो जुन अथेन्टिक कुरा अस्ति भन्न लाग्यो मैले। अनि सिङ्गापुरबाट फोन आउँदाखेरि डक्टर बिनिस एडमिनिस्ट्रेसनको बारेमा मैले थाहा पाएँ। त्यसपछि मैले त्यहाँबाट अनि मेट्रो ल्याबमा कनेक्ट भएपछि म्यामहरूले धेरै सपोर्ट गर्नुभयो। अनि यो मलाई पहिलेदेखि नै इच्छा पनि थियो गर्नुपर्ने होइन। अब के लाइफमा एउटा करियर अब्जेक्टिभ र यो तपाईँको मेरो एउटा जुन हुन्छ नि यति वर्षको जुन एक्सपिरियन्स छ नि त्यसलाई कसरी चिनाउने भनेर पनि मैले यो जोइन गरेँ हो। र अहिले म एकदम ह्याप्पी छु। थ्रु मेट्रो ल्याबको कारणले म अहिले त्यसपछि के अरे मुम्बई अनि त्यसपछि दुबई पनि भिजिट गर्न पाएँ र अब अप्रिलमा म अमेरिका पनि जाँदैछु। र यो पनि कसरी भयो भने जस्तै इमर्सन प्रोग्राम हुँदो रहेछ यिनीहरूको डक्टर अफ बिजनेस एडमिनिस्ट्रेसनको 3 वर्षमा 4वटा हुँदो रहेछ। त्यसमा 4 चोटि पार्टिसिपेट हुन पाउँछ एज ए स्टुडेन्ट। र मैले यो फर्स्ट टाइम एप्लाई गरेको छ। अप्रिल 21देखि 25मा यो प्रोग्राम चाहिँ बिगिन्स हुँदैछ र त्यसमा म पार्टिसिपेट हुँदैछु र इन्टरभ्यू स्लट पनि पाइसकेँ मैले। अब त्यसमा पास भयो के अरे भिजा आएपछि जाने चाहिँ इच्छा चाहिँ छ।